साथीहरु हेलो साथीहरु, फेरि पनि जय नागरिक सलोम सलाम अभिवादन छ। यो साँझको समयमा हाम्रा आशा भरोसाहरू अस्ताएका छैनन् तर उदीयमान छन्। एक कुरा फेरि स्मरण गर्दै यो गोधुली साँझमा, यो स्वर्णिम साँझ यहाँको माझमा म संयुक्त नागरिक पार्टी आम नागरिकको साथी, आम धर्मी सदाचारी परिश्रमी न्याय समतामुखी प्रगतिशील नेपालीहरूको साथी, नागरिकको साथी, नागरिक सम्प्रभुता सबैभन्दा माथि, त्योभन्दा माथि मात्रै केवल ईश्वरीय सत्ता मात्रै छ। यही कुरा जाहेर गर्दै म विद्रोह अधिकारी फेरि यहाँको माझमा आएको छु र एउटा सानो बुदा यहाँको माझ राख्न चाहन्छु। यो तथ्यपरक छ। केही महिना अगाडिसम्म केही मित्रहरू, केही साथीहरू, कोही एउटा अलिकति पपुलिस्ट धार्मिक सांस्कृतिक राष्ट्रवादलाई बढावा गर्ने दलसँग वार्तामा हुनुहुन्थ्यो। कोही हामी आस्थावान व्यक्तिहरूको जनसङ्ख्या 5 लाख 6 लाखभन्दा बढी छैन, राजनीतिले हामीले गर्नु हुँदैन भन्दै हुन्थ्यो। आज आएर त्यो आस्थावान समुदायबाट 8, 10, 12 लाख मतको अपेक्षा गर्दै मागिरहनु भएको छ। जनसङ्ख्या 6 लाख छैन भनेको अवस्थामा यहाँबाट देख्न सकिन्छ हामी कति अवसरवादी बनिरहेका छौँ। यसो गर्नु हुँदैन राजनीतिमा, पहिलो कुरो। दोस्रो कुरो, जुन दलले, जुन शक्तिले, व्यक्तिहरूले तपाईँको आस्था प्रकट गरेको कुरालाई अपराध कर्म गरे चाहिँ अपराध संहितामा, क्रिमिनल कोडमा लगेर राखेका छन्, तिनै दललाई, बललाई, शक्तिहरूलाई आज ठुला भनेका, स्थापित भनिएका र बिचमा आएको नयाँ भनेका दलले पनि सूक्ष्म निगरानी गर्नु, आवश्यक कारबाही गर्नु भनिकन परिपत्र जारी गर्ने दलले पनि तिनै कुरा बोलिरहँदा ती दलहरूमा जाँदै गर्दा हत्याहिंसा नास्तिकतावादलाई, कुनै बेलामा आतंकवादलाई विद्रोहको नाममा बढावा दिने दलमा प्रवेश गर्दै गर्दा जाँदै गर्दा कसरी उहाँहरूले आस्थाको समुदायलाई ब्ल्याकमेल गरेर मद्वारा त्यो दललाई यति मत माग्न सक्नुहुन्छ, यहाँले पक्का रूपमा विचार गर्नु होला। अहिले म नाम लिइरहेको छैन तर भोलिको दिन मैले नाम पनि लिएर आउनेछु, मुद्दा नलाग्ने गरी, तर सबै स्वास्थ्यको समुदायले बुझ्ने गरी खबरदारी गर्न चाहन्छु। दोस्रो कुरा, तेस्रो कुरा, तिम्रो के अस्तित्व छ र एकतामै छैन, कुनै मान्यतै छैन, यो नो भोटिङ ब्लक है, तिम्रो कुनै एउटा एकीकृत मत नै छैन भने जुन चुनौती छ यसले हामीलाई आज न्यूनीकरण गरिएको छ, अल्पीकरण गरिएको छ, कमजोर ठानिएको छ। त्यसलाई नेस्तानाबुद गर्न पनि, त्यसलाई परास्त गर्न पनि आज हामीले घटीमा समानुपातिकमा गिटार चुनाव चिन्हमा संयुक्त नागरिक पार्टी आम धर्मीजनको, विश्वासीजनको, सदाचारीजनको साथी भनिरहँदा गिटार चुनाव हामी नेपाल देशभरिबाटै, सम्पूर्ण राष्ट्रभरिबाट हामीले घटीमा 8-10 लाख मत सङ्कलन गरेर वी अल्सो आर फोर्स टु रेकन विथ है। हामीलाई पनि राज्यले अरू दलहरूले मान्यता दिनुपर्छ है। हामी सदाचारीजनलाई पनि, हामी धर्मीजनलाई पनि यो कुरा प्रमाणित गर्न पनि गिटार चुनाव चिन्हमा मतदान गर्नु हामी सबैको एउटा जिम्मेवारी, कर्तव्य, हक, अधिकार, स्वतन्त्रता, दायित्व बन्न पुग्छ। यति कुरा यहाँको माझ आह्वान गर्दै म विद्रोह अधिकारी मोरङ जिल्ला क्षेत्र नम्बर 3 बाट संयुक्त नागरिक पार्टीको चुनाव चिन्ह गिटारबाट उठेको उम्मेदवार, मलाई पनि मत दिनुहोस्, मेरा साथीहरूलाई मत दिनुहोस् र समानुपातिकमा घटीमा सबै तर्फबाट हामी 10 लाख 12 लाख मत सङ्कलन गरौँ गिटारको चुनाव चिन्हमा। यो आह्वान गर्दै बिदा हुन चाहन्छु। हवस् त, सलोम, अभिवादन, जय नागरिक।